हेलो एभ्रिवान, आमोस बडा ब्लगमा हजुरहरु सबैजनालाई स्वागत छ। आज चाहिँ हामी यता महेन्द्र पार्क आएको है, हाम्रो आमोसलाई घुमाउन भनेर। आमोसको ड्याडी चाहिँ टिकट काट्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो गेटमा इन्ट्री गर्ने बित्तिकै चाहिँ यहाँ रहेछ अस्ट्रिज। अस्ट्रिजलाई देखेर हाम्रो आमोस छक्कै परिरहेको थियो। हाम्रो आमोस चाहिँ यो चिडियाखानामा एकदम रमाइरहेको छ। यहाँ चाहिँ लोकल कुखुरा पनि रहेछ कि है। लोकल कुखुरा त अलि नराख्नु पर्ने हो चिडियाखानामा, हुन त आफूले खानालाई पालेको होला। अब यस्तो हाँसहरू छ, हाँस त मान्छेको घर घरै त हुन्छ नि है। अनि यहाँ चाहिँ के लेखेको छ खै, के लेखे वोडेजेरिगर हो कि के हो चरा, खै के चरा छ। वाउ, चाहिँ एकदम ग्रीन कलरको, येल्लो कलरको। आमोस चाहिँ मक्कै पर्छ। बाबु यो के हो? यो चरी भन। यहाँ बाटोमा अन्जेसम्म निदाएको मान्छे है। बाबु आयो आयो, लायन हेर्ने ठाउँमा आएको भनेको त कति छिटो आँखा खोलेर हेरेको क्या है हाम्रो आमोस चाहिँ। यहाँ चाहिँ यहाँ छ मृग हो कि मृग त भन्छन् नि होइन यसलाई, 12 सिङ्गे भन्छ नि, मृग भन्छ। यसको सिङ हेर्नु कस्तो गरेको नि, बच्चा रहेछ। ऊ अब सानो हेर त, ऊ बाबु ऊ हेर सानो बाबु देख्यौ। ऊ हेर त, बाबुले पाखान लगाएको। अर्को आयो उताबाट। यो चाहिँ धेरै रहेछ कि यहाँ हेर्नु न। यिनीहरू सायद खानेकुरा दिन्छन् होला, कसैले खानेकुरा दिन्छन् भनेर आएको होला। हामी त केही ल्याएको छैनौँ, के खाने हो। यसको सिङ कस्तो रगत आयो जस्तो भएको है। सिङबाट पनि रगत आउँछ र। यस्तो झुस हुँदो रहेछ नि, त्यसको चाहिँ तिखारिएको रहेछ है। हेर्नु न यसको यो के सिङ, त्यसको सिङ त पुरै खुइले छ, त्यो घुटी होला। आम्मा हेर्नु त, सिङ त यसको कस्तो दामी। केटीहरूले लगाउँछ नि हेडबिन, त्यस्तै के यिनीहरूकै रहेछ यस्तो। बाबु अस्ट्रिज ओ अस्ट्रिज प्यारोट बाबु हेर त प्यारोटी। यी प्यारोट हेर त यहाँबाट। अनि यो तलको चाहिँ यो बट्टाई चरा, यो चाहिँ बट्टाई रहेछ। बट्टाई र प्यारोटलाई सँगै राखेको रहेछ। आम्मामा लभ बर्ड्सहरू फेरि यता रहेछन्। हेर त ल, त्यहाँ तेरिका लभ बर्ड्सहरू यता रहेछन्। अब अर्को आएको फेरि बिचमा डिस्टर्ब गर्नु। दुईटा क्रोकोडाइल नुनु गऱ्यो के अरे त। आमामा अस्ति हामी आउँदा यहाँ पुरै पानी थियो कि, पुरै पानी थियो। गयो अलिकति टाउको निकाल्दा अन्त बाहिर निस्केर सुतेर रहेछ। त्यो मरेको कि जिउँदो हो। यता आउनु न। कस्तो गर्छ क्रोकोडाइलले? गर्छ क्रोकोडाइलले, नुनु गरेछ है। देख्यौ क्रोकोडाइल त नुनु गरेछ। दुईटा गइरहेछ भाइ। आम्मा गइले त एकै सर्कोमा सराम्मा पारिदियो होला त। यतातिर चाहिँ खेल्ने, बच्चाले खेल्ने पार्क जस्तो छ। यतातिर चाहिँ डेटिङ स्पट हो। लाग्छ हो मैले पार्कमा आउनु पनि त्यत्तिकै त। अब आमोस चाहिँ महेन्द्र पार्कमा आएर आमा छोराले पिङ खेल्नलाई मेरो बाबु, म पनि यता गर्दैछु। बाबुले के गरेको? बाबु के गरेको? बाबुले गर्दैछ। यो चाहिँ एकदमै राम्रो छ केटाकेटीलाई भुलाउनको लागि। 50 रुपियाँ टिकट लाग्ने रहेछ। बिहानमै आयो भने त एक्सर्साइज गर्ने होला यिनीहरू सबै, राम्रो हुन्छ होला। बाबुले के गरेको भाउ ड्याडी भाउ भन। हामी लगभग सबै जनावरहरू हेऱ्यौँ। यहाँ चाहिँ पुरै परेवा मात्रै छ है, त्यस्तो धेरै जनावर त छैन। तर अब ठिकै हो। यो चाहिँ यसलाई चाहिँ के भन्छन् खै, यो त अस्ट्रिज भइहाल्यो। यसमा यहाँ चाहिँ के छ, पहिला चाहिँ यो अजिङ्गर थियो अरे, अहिले त खाली छ। यो त खाली छ। यो चाहिँ अस्ट्रिजहरू कति धेरै रहेछ।
यो चाहिँ के जनावर हो खै थाहै छैन। यसको नाम के हो? यसको नाम के हो तपाईँलाई थाहा छ? यो त तपाईँ बराबर छ क्या है? ऊ यहाँ उभिन् त तपाईँको हाइट बराबर। ल हेर यो डराएको चम्केको। आम्मामामा यसको चोचो लगाएर ए डाँफे हो कि मयूर हो। ल अब चाहिँ हामी जान लाग्यो नेपालगञ्ज यो महेन्द्र पार्कबाट। कृष्ण सार त यता पो रहेछ। त्यो त के हो? बारासिङ्गे के हो? ऊ आमोसले अब हाँस लखन लायो। महेन्द्र पार्कमा हेरेर निस्किन लायौँ। सायद यो पन्छीको चाहिँ यो बच्चा होला। यो हेर्नु कति राम्रो कति क्युट हो। आमामामा पानीमा खेलेको गरी मान्ने रहेछ। अझै कति सानो कृष्ण सार कति राम्रो। यो चाहिँ अस्ट्रिच अलग्गै राखेको छन् यसलाई चाहिँ। ल बाबु बाई गर। बाबु यो अस्ट्रिचलाई बाई गर न। अब चाहिँ हामी चाहिँ आमसको सानोतिनो केही सामानहरू किन्न छ। त्यसैले चाहिँ हामी नेपालगञ्ज बजारतिर जान्छौँ अब।